विराटनगर किङ्स सुरुदेखि नै एनपिएल सिजन 2 मा खतरनाक देखिएको थियो। विश्वस्तरीय स्टार खेलाडीलाई आफ्नो टिममा अनुबन्धन गरेसँगै विराटनगर किङ्सको हाइप एनपिएलमा भत्तै बढेको थियो। अझ भन्नुपर्दा साउथ अफ्रिकाका आक्रामक ब्याट्सम्यान फाफ डुप्लेसीलाई आफ्नो टिममा अनुबन्धन गर्दा विराटनगर किङ्सको चर्चा जताततै भएको थियो। तर विराटनगर किङ्सले फाफ डुप्लेसी बिना पनि शानदार प्रदर्शन गर्दै 6 खेलमा 4 खेल जित्दै 8 पोइन्ट बनाएको थियो। एनपिएल सुरु भएको धेरै पछि मात्र फाफ डुप्लेसी विराटनगर टिममा जोइन भएका छन्। तर दुर्भाग्यवश फाफ डुप्लेसी जोइन भएकै म्याचमा आज लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई 5 विकेटले हराइदिएको छ। टस जितेर लुम्बिनीले विराटनगरलाई ब्याटिङको निम्तो दिएको थियो। आफ्नो पहिलो ओभरमै शानदार बोलिङ गर्दै शेर मल्लले मनसेलाई पवेलियन फर्काइदिए। त्यस्तै अर्का ओपनर फाफ डुप्लेसीलाई पनि अभिषेक गौतमले स्टम्पिङ आउट गरेपछि खेल लुम्बिनी तर्फ धकेलिएको थियो। विराटनगरका लागि लोकेश बमले 42 बलमा 35 रन बनाए भने बासिर अहमदले 19 बलमा 28 रन बनाए। त्यस्तै अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। 20 ओभरमा 144 रनको सामान्य लक्ष्य पाएको लुम्बिनी लायन्सले 18 ओभरमै 5 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। लुम्बिनी लायन्सका लागि ओपनर सर्टले 44 बलमा 57 रनको शानदार इनिङ खेले। त्यसै सन्दीप जोराले 15 बलमा 24 रन बनाए भने डीके ओइलले 22 बलमा 29 रन बनाएपछि लुम्बिनी लायन्सले विराटनगर किङ्समाथि शानदार जित दर्ता गरेको हो। अब एनपिएल सिजन 2 मा विराटनगर किङ्सको म्याच सुदूरपश्चिम रोयलसँग छ। त्यस म्याचमा कसले जित्ला तपाईँ कमेन्ट गर्नुहोस् र यस्तै एनपिएल सम्बन्धी भिडियोका लागि हाम्रो च्यानललाई एक सब्स्क्राइब गर्नुहोला।